त्यो प्रश्न पनि मैले राम्रो बनाउन जाने छैन त्यहाँ श्लोक चाहिँ त्यही छ कुना शुक्ले स्वामिसते चेतो कुना चेतो चित्त प्रभवम प्रथम अन्योन्य समित्याग भनेको छ त्यो श्लोक पुरा अन्त त जिम्दै आउँछ त कुनै कुनै हतला पर्छ नि पर्छ क्या त्यही गुजिर गर्नु के हामी नसिने भए पो है आमा आउनु न हौ उता छोराहरू कहाँ छैन बाबा छोरीको छोराको तास भयो त किन अहिलेदेखि नै सुर्ता बेहुली दिदी चाहिँ तिमी आऊ भाइ अलि बार गर्दा अब म यहाँ त्यो अति बसिहाल्छु अलि खै भाइ भाइ उहाँ चाहिँ आउँदैछ यहाँ बसिरहेको छ भाउजू पनि आउनु न होइन म आउँदैन गुबी फरक हो नि त बेहुली टिका बाङ्गो छ बेहुलीको टिका बाङ्गो छ छैन बाङ्गो छैन टुप्पोमा पनि बाङ्गो छ जस्तो लाग्यो होइन बाङ्गो देखिन्छ बाङ्गै छ टिका बाङ्गो छ यो गमै भएको छ बाङ्गै छ त्यो भाग्यो टिको बाङ्गो त भन्नु ल त्यसै उठो हटाएर भाइ बस अलि हाँस्न दादा हाँस्न हामीले चाहिँ खिच्यो कस्तो भएको छ नि त्यो बरु त्यसो ल ठिक छ दादा एकदम राम्रो हाँसेकै राम्रो आउँछ सिरियस त राम्रो आउँदैन त छुट्यो यहाँ चाहिँ हाम्रो चाहिँ लहरमा हामीले कस्तो बाटो एउटी यो चाहिँ सबैको बिहे भन्छ केटामा गालामै बसिरहेको कसको गालामा आमाको होइन पहिला गरेको मेरो गालामा थियो क्या पहिले कति थियो कति माला रिसाउनु किन होइन म हाँसिरहेको कसलाई तपाईँले पर्फु लाउनु भएको फेरि भोलि छोरीको बिहे हुन्छ एकछिनमै बस्ने धेरै बेर होइन फोटो मात्र खिचेर नि त छोरीको बिहे हुँदैन अर्थक पनि त गर्नु पर्यो एकछिन बस्ने अनि एकछिनदेखि चाहिँ नानी कता पुच्ची गयो यहाँ बोकिरहेको छु मैले यहाँ मैले बोकिरहेको चिता एक मजाले हेर्दा चाहिँ आन्टीको बिहे हेर्ने भयो नि पुच्चीले त मेरो छोरीले बाउको बिहे देख्ने भयो उहिले उहिले भन्थ्यो कि बाउको बिहे देखाइदिन्छु भनेर बाउको बिहे हेर्ने भयो अब यसो गरेपछि बाउ आमाकै बिहे देख्ने भयो है तपाईँले चाहिँ हेर्न पाइनेछ बाबु आमाको बिहे
पाइने मुख अघि धोइदिएको के डरले सब हेरेर किन पाउँदैन कहाँ यसो गरे सबैले बाबुको बिहे पाउनु पाएनन् यिनीहरूले चाहिँ पाएको यिनी दौडाले अहिलेसम्म तारेका छोरीहरूले बाबुको बिहे हेरेर आएन कसको छोराछोरीले आइज न त अनि पुस्दै आइज न आइज न बेला भएकै छ आखिरी एउटा ज्वाइँ भाइ अब के गर्नु यस्तै अब गाएर भने आइज न आइज आइज नलजाउनु न यार ल छिटो नलजाइकन अब तँ बिग्रियो भनेर भनिरहनु हो त भन्ने त हो त यो त भन्नु पर्यो नि के बेहुली हुँदा त कुनै कुरो मतलब हुँदैन कस्तै हो खोइ बिग्रियो सप्रियो केही मतलब हुँदैन खोइ देखिन्छ नि त आउँछ नि भरतले पो के भन्दै थियो ए भाइ के भन्दै गाडी एउटी आउँछ त्यसै मिलाएर खिच्दिने भन्छ सिकाउनै त्यो काम चाहिँ है बिचरा भाइको पर गरेको मिलेन नि चरीहरू नि परिवार आउँछ पर धेरै गरेको मिलेन नि हो र चरीहरू अहिले पनि काम त कामदै छु भरौँ कस्तो छिटै आफै हेरिहाल्छु नि खिच्दिन आउनु भएन अरू त सबै राम्रो खिच्दैन न दसैँ गरी धोकै भएछ त हल्लियो हल्लियो कसला शिवजी कसला किन त ऊ भनेर के कुरा मिलेर संसद पुनः सामना गर्नुपर्छ अब एमाले भन्छ होइन सर्वदलीय पहिलेको छ पार्टीहरू सर्वदलीय सरकार गर्नुपर्छ भन्छ अनि यिनीहरूकै कुरा मिलिरहेको छैन अहिले के हो त
होइन यिनीहरूको एउटा कुरा भए पो 6 दलको चाहिँ एउटा सहमति भए पो सबभन्दा चुट्टिया त यिनै चोर हुन् नि 6 दल भन्दा नि एउटा त आउट भइगयो नि एउटा तात्ला त भन्नुहुन्छ नि यो पछि सेपुवा बनाउन लाग्नु जान्नु है केमा राख्ने यतिकै घरे चलाउने रहेछ सानामा गएर त्यो काट चिर्नु पर्छ जस्तो लाग्यो के तल ग्रुपमा नि तल ग्रुपमा म चिया खान नर त कुरो भएको त म खानेलाई त पहिला अब खारेज गर्थ्यो त्यसमा जितिएको अस्तित्वमा रहेको त्यसलाई नै खारेज गर्नु मसँग दुईको ठेकी छैन के खिच्नु भयो तपाईँले धेरै थामिएर है यहाँदेखि फेरि स्टेप अझै छ पत्र चाहिँ कुनमा कति सिएम भयो 3 सिएम भन्नु पनि पर्छ पक्क सानो टिको लगाइदिनु ए केदार कताको लु यता अब यता आउनु पावरलेस भयो
अब चाहिँ नि अब हामी यहाँ टिको लाएर होइन टिको लगाइसक्यो होइन टिको लगाइसक्नेलाई मात्रै टिको लाएर अब टिका लगाएपछि सोधै त्यो छोड्दैन पत्रको काम पत्र भयो पत्र हो त्यही हो एउटा नियम हो कि पत्र भयो पत्र भयो पत्र के थियो अब किन पत्र भयो भने के ल्याउनु हो अनि कति बेर हिँड्नु हो 4 बजे 4 बजे 7 बजे त भेट टाढा आइपुग्नु भएन अनि 3 घन्टा लाग्यो यहाँ लामो गाडी यहाँ बसाएर बेहुलो चाहिँ लिएर जाउँ न हजुर हजुर यहाँ बस्दै गर्नुपर्ने एकछिन के छ लिएर आएको नि त्यो कुरो गर्नु न ठिक छ कस्तो हो अहिले म तपाईँलाई एकछिन बसाएर भन्छु नि ल ओहो ल अरू नजार है अरू न जुनु यो समातिर जा जा चाँडो चाँडो हल्लाउँछ है नजा नजा कोही पनि नजा यो बनाइदिए धन्न उतारो 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 राम्रो यता यता राम्रो यता चढ्ने ठाउँ यो समा त यो उतै
देवी इन्द्राणी नमस्ते देवी देवी इन्द्राणी नमस्ते महालक्ष्मी पाण्डवानां देवी कर्मणापात मृतोयम हि पतिर्मया लु लगाइ हरि ओम भद्र ती माथिबाटै लगाइदियो नि पहिले ओम यो बसाइरहनु अब यहाँ राख्नुला अहिले जन्तीहरूलाई पनि हामीले अब ल्याउने हो कि जन्तीहरूलाई जन्तीहरू काम चाहिँ ल भयो ल अब केटाहरू लिएर आइज यो सबै हटाएर मार्गशीर्ष समासे शुक्ल पक्षे शुक्ले महापर्वणि नवम्यां सो पुण्यतीर्थवाद्य वशिष्ठ गोत्र वशिष्ठवासी इन्दु प्रपदा भरतुषु त्रिपुरान्वित प्रसाद सर्वा मम अद्य करिष्यमाण अस्मत्पौत्र्याः विवाहाङ्गभूत वाग्दानाख्य कर्माङ्गतया अस्मत् वैष्णवगोत्रोत्पन्नां राधा नाम्नीं कन्यां ज्योतिर्विदादिष्टे सुमुहूर्ते तुभ्यम अहम दास्ये सिद्धिहाल्छ वाग्दान भइहाल्छ अरू के छ बाता दत्ता मया कन्या पुत्रार्थम यहाँ छ नि हौ बेहुलो पर्छौँ कि जन्तै पर्छौँ बेहुलो हामी पर्दैन नानी साथ पर्दैन के खान्छ सक्यो छोडिदियो यहाँ दियाको पूजा गरौँ कलशको पूजा गरौँ दीपनारायणाय नमः कलशे वरुण देवताय नमः गणपतये नमः भयो ल अब एउटा कपडा के चाहिँ यसो हो त्यसैले हुन्छ यसो गरौँ न अब यहाँ देवं सुन्दर कमरण मह पाविनाश प्रजापति प्रजापति तथैतारिण्याम हिमाचल यथादेव रुद्रावाय तथावन्त प्रवण परावाय त्वं ब्रह्मा त्वं तविष्णु त्वं तदेव महेश्वरागच्छति विवृते तद्वराय गाव सदाते स्वमेव तद्रस भविसन्धान्ते तत्त्वसनिव तदृश तद्विषयते तस्मादराय आगतोषि परश्रेष्ठ सर्वकाम अञ्जलो क्रमेण लु 20 कपडा राखिदेऊ न
पुष्पानी विदेश हाम्रो अस्वस्थबाट उतुम्बर पल्लवानी गङ्गोदकम यवान कर्पूरम पुगी फलम दुर्वापुर सरसपान दुर्वान सरसपान लाजान अर्कम शङ्ख पात्र नि आयो उतै दिइहाल ल ओम साभ्या माधव माधव बरसे नाभौ नाभौ हस्तयो हृदय स्कन्धे हृदय स्कन्धे शिरसी पादयो जानुलो उर्वो उदरे त बरम पुजे लु अब टिको लगाइदिनु ओम नमो स्तनताय सहस्रमूर्तये सहस्रपादक सहस्रबारे सहस्रनाम पुरुषा सहस्रकोटि युगधारिणे नमः बरम यथातनं भोजय सिद्धिता ल अब बेहुलालाई पनि उठा लिएर आउनु पछि के हुन्छ केही अब पूजा गर्न जाने घोडा धोइसकेर फेरि खुवाउनु पर्यो खुवाउनु पर्यो लु 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 सकेर ओ काका साधु भावना घोडा धोने ठाउँ कहाँ हो हजुर साधु भावना घोडा धुने त्यो ठाउँ उपवेशले विनियोग छोडिदिने ल ल ल यो बिस्तार चाहिँ ल्याइजाउँ लु जाने आइगो त के पहिले खुवाउने कुरा होइन घोडा धोने आइगो पानी राख्नु आइगो नि अब यहाँ ठिक्क गर्ने लाने लु दुना पानी अब हाम्रो पनि कसले राख्यो पूर्व फेरा राख्नुपर्छ नि अक्षता ल्याएको केटाकेटीहरू बाहिर यहाँ तौले हो त्यसो गरौँ भयो लु अब तिमीहरू आइहाल्यो फालो अनि टोपी एकछिन राखेकै भारी हुनु लाग्यो टोपी कसले झिक्न दिदी बहिनीहरू त पैसा जस्तो खै हेर्छ अरू फोटा नि राम्रो पुरुषोत्तम भयो धेरैमा ठुलो ठुलो लाग्छ धेरै उसाबाट त्यहाँ त पेलियो भने एउटा अग्लामा क्यामेरा पहिला यता एकछिन आउनु पर्ने हात पुस्दिनु नि
त्यहाँ उता कोठाभित्र लाउनु भयो दिदी हजुर फेरि हाल्नु त आयो लु मम्मीलाई खोजी भेटौँ न उधारो त हो त्यो धेरै कम प्रकार हुन्छ है त्यो धेरै कम प्रकार गोडा नदिने पछि के पछाड्छ मान्छे छानेर चाहिँ निकाल्न केटाकेटी मैले 13 वर्ष यदि हेर्न आएको हामी हेर्न पर्यो भने के भन्नु मजा आयो कुन टिको लगाउनु केटा त रहर हुन्छ चाहिन्छ पैसा बिहे भनेको अहिले सकेन तिमीहरुकै आउँछ पहिलो दाजुभाइको सकेन त्यो हो मुनाले चासी भएको दिदी अहिले कति बेर आउँछ दाजुभाइको फुलाजीहरु कता छन् तिमीहरुको भन्दैछु क्या छैन यहाँ पनि छैन अच्छा ताई फोटो खिच्दिन फोटो खिच्दिन भाइ फोटो खिच्ने सबैलाई कान्छो गरिआएको त हैनौ काका काकी कति बुझ्छ राजुलाई दुईटा विराट दाइलाई भनेको अब विराट भाइ पनि रेडी भएर त्यो मात्रै के हो त्यहाँ त बोरा गएर मेरो दाजुहरुलाई खोजिहाल्छ त्यति विराट दाइलाई बोला नि बाहिर नगइकन कहाँ अब एकछिन पखाउँ भाटर नभए अर्धक बिहान पैसा दिन नबुला भयो देव पनि त्यसमा मन थाल हँसाउन पाइँदैन हँसाउन पाइँदैन बेहुली पनि रुन्छ म पुलाउने होइन यो भरेसम्म मान्ने हो भरे कान्ने मस्न पर्ला होस् गएर अछत अलि हो भन भाइ होइन कि यो झुटा हातमा पुस्नु पर्यो लु यहाँ टिकोला टिकोला भोलि पर्ने पाउँदैन अडियन हौ ए अडिने पारे लु पूजा गर लु पूजा गर लु पैसा दिएको अब पैसा दे अब विनाजु ल बिनाजु
पहिले भिनाले लाएर दिले लाउने पता त्यो खोज्नु है लु चेत सन्ते रात गानु छ खोइ बाबा हामी बाबुले त तपाईँ चाहिँ आउनु तपाईँ आउनु कसो कसो गर्नुपर्ने सुन्नु हौ एकजनाको हेर्नु पर्यो नि सुरुमा हातमा यसो नगर्नु नि तैँले जे गरेर ठिक गरेछ हो पास्तामा पहिले बुनिकै खाने अनि गएको किन बुनी बार गयो त अनि जुत्ता फुकाल्नु पर्छ अरे नि जुत्ता फुकाल्नु एकचोटि त भेट भएको थियौँ नि हामी मजाले बात मारेर बसेको पल्लो साइड पनि हो धन्यवाद पानी लगाउनु आउनु न यो दिदीले सामान एकछिन बस्छु अस्तिको छ पूजाले पूजा गर्न अब कति दर हुनुहुन्छ जी ए मेरा लागि पाइन्छ के गर्छ सार्दै गर है सार्दै गर पैसा दिनु पानी चाहिँ खान हो 1 2 3 भयो 1 2 3 दुईजना यति ढिलो गरेर म पानी खानु फेरि भइगयो बुनीको पूजा धुनु परेन पहिले पूजा रोल भयो उहाँले त आउनु पर्ने अब हामी पनि आइहेरौँ
विश्वरूपाणि परितापो भुव यत्त्वामास्ते श्री सती लक्ष्मी सुभद्रा बहुरात्रे पास्ते त्यो खाम काम लाग्ने होइन पैसा त हो नि काम लाग्ने होइन राधिका सानो भाइ छोडो राख्नुहुन्न होला फुट्ने हो कि नफुट्ने रोलले त्यसै गर्छ दिदी हाम्रो फुट चाहिँ कहाँ छ देख्नुभयो पानी खाए भन्ने आइदिनु भयो तिम्रो प्यान्ट त तल काकी त्यो बोरामा लगाउनु त्यही राख्नु कस्तो सजिलो हुन्छ ब्यागमा हाल्न तोरिने आँट्छ भने के हो ब्यागमा हाल्न आँट्छ भने यतापट्टि यता राख्नु एकछिनको छुट्टी लिएर आएको के गर्नु दुन त दुन खै तर म त भिडो हो
त्यही भिड भएर त यहाँ हजुरआमालाई पालो दिएर मात्रै नभए म अघि सक्छु त्यो खड्कमाले अलिक अप्ठ्यारो गराउने यतातिर राख्दा नि भयो दिनु पर्ने उसलाई खोजिदिएर हामी आफ्नै ढङ्गले भाउजू आइकन म बोलाइदिनु होइन ऊ अहिले भर्यो अरे उसको व्रत ए मसँग तपाईँले थाहा छ व्रत फुट्ने चिज हो हालौँ न त यहाँ हाल्दा नि हुन्छ किन उस्तो अहिले जान्ला म छोरो रुँदैछ अरे अहिले टिङ्गीले यसो भयो नि त यहाँ यस्तो यो सामान भिडियो क्यामेरा सिद्धि हाल्छ नि कहाँ जान्छ बुनु आए किन काकाले अब बोलाएको पर्दैन सिद्धि हाल्छ यो कता मैले सेता भन्नु मम्मी ठुलो मम्मी जाम्न उता भन्दै यता यहाँसम्म भन्दैछु हो र देखि त यहाँ आउनुभयो त म बाँकी छु गर्दैछु यसो गरौँ न ल राम्रो खिच एकदम राम्रो हेरेर नि फेरि किन यता आइटम पनि खिच्ने हो कि चाहियो हामीले खाइसकेपछि ठुलोमै पर्ला पानी ल्याउनु न दाजु म झिक्कै छु यसको फेरि अर्को कहाँ बोल्यो रेनुकी बिल्यो होइन कहाँ मिसाइदिनु पऱ्यो नि काको आइको भाउजूकोमा मलाई याद गर्नु भएन
पानी छ त आफै गरेन भन्दा त्यसले खाएर त्यहाँ ढाउँदा बाहिर जग नगएर पो हो त जग हाएर नआइज है मेरो बाबा हो त्यो यसको बाबा यिनीहरूको हो नि त जोडी हो क्या जोडी राधा नामनी कन्या शांति शांति विश्व देवा शांति ब्रह्म शांति शांति समा शांति हे तख्त सूर्य वैतम पुरस्ता शुभ सदाप्त काके काम थियो सक्यो अब के त राख्नु गक्षे मंगलाय तनो हरि हे खोइ त्यहाँ कसले लिपो त हौ त्यहाँ बेला भइगयो लु न त यसो लाउ न आमालाई बोलाउँछ अब हामीले लु न छिटो हामीलाई लिप्न हुँदैन होला त लिप्नै त हो को माथि गएर हेर्नुपर्छ कि अलि माथि हो त्यो अलि फरकमा होला हौ त्यहाँ हो त्यहाँनिर झिक्नु त्यहाँ पूर्वमुखे पारेर दुईटा कुर्सी राखेर लु ठिकठाक गरिहालौँ है सक्यो होइन त्यो खै कलम खै यहाँ लेख्छु म दिइहाल्छु अन्तरमा जाओस् जाँदैन आफ्नो मालको एउटा गाडी छ चाहिनेपट्टि होइन त त्यसको अझै उठ्छ कन्या दान कल्पत परेन परेन अशेप कन्या आत्मानन्द श्री लक्ष्मी नारायण हृदय ब्रह्म विधि नाम कन्यादान हम करिष्ये भगवद् महाकाय कोटिश्वर देवी पन्दे भक्ष्य सरस्वती आनन्द क्षेत्र नमस्कृत दिनानाथ निराशम धरणीगम समुद्र शशिपुत्र विराजते दैत्याचार्य नमस्कृतम सूर्यपुत्र शनिचरम राहु केतु नमस्कृत एक ब्रह्म विशेषतः शुक्रादि देवता सर्व ऋषि
गर्गमुनि नमस्कृत्य नाथं पर्वतः तथा वसिष्ठमुनिसह धनं विषयितुमिदम् अगतितमुलत्यसः दशमिदं पराशरं भारतवर्षमा नवमेकि बलगतकालकम् अनेकविधा तन्मूलशास्त्र विचक्षणा हम शुभकर्मसमारम्भे पानी खाएकै रहन्छ सुप्रतिष्ठा काष्ठः दिग्गजः प्रतिष्ठिताम् पुण्य परिवर्ते श्री इंद्रायणी एवं नीति वरुण वायु श्री वर दुर्गा ख्याष्टः पशुभिर्विराजिते हरन्तमकर रुद्रनिर्गत्याधाकपालितकपालि भैरव शम्भु कपतिः दृशः कपिः पटुरूपाकेकादश रुद्रैः शंशोभितेः रुद्रभेन्द्रः सवितः ध्यात्रिः भगमित्रः पुण्यका द्वादशादित्यप्रकाशेमनीयमहाशनः रङ्गायनधारय ध्यानसमाध्याष्टाङ्गः विगतपक्षिणकालकिलविषमतस्य काचनकौलिलगौलितनाङ्गिरसः पाराशरपाशः बाल्मिकशोकशौनक भारतज शनकद सनन्दन सनत्कुमारान् नारादिमुख्यमुनिभिः पवित्रिते लोकलोक चल बलैदेः लवणे छुरा सुहरा सर्पिः दधि छिरोदकं जम्मुप्लाक्ष सालमा लिहिको कुशकुञ्च नवी सारन्दी नाममध्ये सुमेरु निशतकुट शुभ्रकुट श्रीकुट हेमकुट रजकुट चित्रकुट त्रिकुट किष्किन्ध अश्वमेध तात्रिकुट हिम विन्ध्याचलानां हरिवर्ष किं पुरुष वर्षयोश्च दक्षिणे नवसहस्रयोजन विस्तृते भारतखण्डे मलचला मलयाचल सह्याचल विन्ध्याचलन उत्तरेण षोडप्रस्थ शुक्तिकः आवर्तक रमणक महारमणक पाञ्चजन्य सिंहल लङ्काः शोक मध्यालकावतिः सिद्धवती गान्धर्वतिः पुण्यपति विराजिते नवखण्डः नवखण्डोपतिपमण्डिते दक्षिणावस्थितः रेणुका दय शुकर काशी काञ्ची कालिकाला बटेश्वर कालञ्जर महाकालेति नवशोः रहिते द्वादश ज्योतिर्लिङ्ग भागीरथी गोदावरी क्षिप्या यमुना सरस्वती नर्मदा तापी पौष्णे चन्द्रभागा कावेरी मन्दाकिनी प्रभरा कृष्ण वेण्या भीमरथी तुङ्गभद्रा महामला पला कृतमाला दामपणि विशालाक्षो बन्जुडा चरमती क्षेत्रवती भोगवती विशोको कौशिकी गण्डकी वासिनी प्रमदा विश्वामित्री चित्रकाश्यपि सरयु सर्वपारिणी करतोयाः प्रणीतः वज्र वज्रगामिनी समन्विते अङ्गभङ्ग कलिंग काश्मीरः काम्बोज सौवीर सौराष्ट्र महाराष्ट्रः मगध नेपाल केरल चोल पाञ्चाल गौडमालय मलय सिंहल द्रविड कर्नाटक ललाट कर हाट बराट पाण्ड्य निषदमागध आन्ध्र दशार्णव भोज कुरु रमणक हिमन्यादि नववर्षाना भारतवर्षे भरतखण्डे बकुल चम्पक पाटलाब्ज पुन्नाघात जाति गरेर रसाल कौहाल केतक्या दिना नादिधिर मस्तकः विराजिते कोकन्त हिमः हिरण्यशृङ्ग गुञ्जार बुधमारी घडेवती साधिग्राम सुगर मथुरा गया निष्कमन लोहर्ग स्वामी प्रभास पदविधि चतुर्दशे जम्बूद्वीपे क्षेत्रादि समूहानां मध्ये वर्तमाने अष्टाविंशतमे युगे कलियुगे तस्य प्रथमतमे श्रीमन्निर्वह विक्रमार्कातः श्रीमन्निर्वह शालिवाहनाद्वः यथा साङ्ख्यागमने चान्द्रमा समाधानं शौचत्याग स्नान त्याग संध्या त्याग उपासनाग्नि त्याग रूपाणां निषिद्धाचरण विग्रहं दासत्तम दोह पितृनाति दोह परद्रोह परनिन्यास्म स्तुतिः पृष्ठप्रति प्रहर्जन संसर्ग रूपाणां गोयान कृष्य भयान महिषियान गर्द भयान मधुसूदन सर्वणे प्रपुत्रीन् वशिष्ठ गोत्र मोहनलाल शर्मले पुत्राय एकैको अब आधामा राख्नु मङ्गलम पुनरी रक्ष्य मङ्गलाय तनु हरि हात जोड्ने सबै
दान प्रतिष्ठा दान प्रतिष्ठा पहिले खै हौ दान प्रतिष्ठा तिमीले यहाँ कन्यादान एउटा गएर लाइदिए भइहाल्छ सिद्धार्थम इमाम गाँव हातमा हालिदिने